राम्रोसँग हिँडी सफल भयो। अगाडि बढाऊ। जीवन भनेको उतार चढावको सङ्घर्ष। बाहिरको संसार त जहिले पनि सङ्घर्ष। साइकोलोजिकल्ली सङ्घर्ष हुनुपर्छ भन्ने छैन। साइकोलोजिकल्ली कहिले पनि सङ्घर्ष नगरिकन भित्र स्मुथली बाँच्न सकिन्छ, तर फिजिकल वर्ल्डमा स्मुथली बाँच्न सकिँदैन। फिजिकल वर्ल्डमा बुढा भइहाल्छ, मरिहाल्छ, मैले साह्रै प्यार गरेका पनि मर्छन्। त्यसकारण फिजिकल वर्ल्ड सुख देखिँदैन। कि जोही मर्छ कि पोही मर्छ, पहिला दुःख त हुन्छ एकजनालाई। त्यसकारण फिजिकल वर्ल्डमा चाहिँ अप एन्ड डाउन भइरहन्छ, तर साइकोलोजिकल वर्ल्डमा अप एन्ड डाउन हुनुपर्छ भन्ने छैन। यदि म अलिकति पनि मेडिटेटिभ मुड, अलिकति म ध्यानी भएँ, अलिकति पनि म ज्ञानी भएँ भने दुनियाँमा यस्तो यस्तो हुँदा पनि मेरो मन कम्प्लिटली शान्त हुन सक्छ। मनमा तपाईँ पीडित नहुने बाटो छ, त्यही अध्यात्म। तर फिजिकल वर्ल्डलाई चाहिँ रोक्न सकिँदैन। त्यो प्रकृति